मिठै छ अचारमा बबुल मोमो यता छ हैन त्यतै थियो यस्तो गरेर चाहिँ सो नमस्ते एभ्रिवान नमस्ते सबैजना है अनि आज चाहिँ हामी मुकबाङ भिडियो लिएर आएका छौँ र मुकबाङ भिडियोमा हामीले आज मोमो घरमै होममेड मोमो र मेरो भ्लगमा पनि सन्तोष तामाङ 71 छ कसरी बनायो भनेर र त्यसपछि हाम्रो अर्को छ यो अचार अनि त्यसपछि के हो आमा यो प्याजी हो प्याजी पकौडा त्यसपछि जेरी अनि पानी छ र हामीले यो भन्दा अगाडिको भिडियोहरुमा एकदम राम्रो माया पाइरहेका छौँ र सब्स्क्राइब पनि 300 प्लस भइसकेको छ के छ खुसी छ के छ धेरै धेरै खुसी छ मलाई पनि सबैजनाले मेरो भ्लग हेर्दिन भएकोमा